shaking underneath, trying to take me alive. Get ready for the fallout. Can't stop me now. I got no rival. I'ma find my way through the blood and pain, game of survival. Any time or place, watch 'em run away. I got none. I'll be standing on my own, never gonna take my throne. I got no rival. Watch 'em run away. I got no, no, no. I got no, no, no rival. No rival. No rival. सो फाइनल्ली हामी चाहिँ आज अन द स्पोट प्लानिङ फेरि दोस्रो प्लानिङमा हामी चाहिँ दाइ र म चाहिँ सिमसार आएको छौँ होइन। नवलपरासी बर्दघाट यता भुटादेखि तपाईँको भित्र साइडमा पर्छ होइन। सो हामी चाहिँ यहाँ आइपुगेका छौँ होइन। सो नजिक आइपुगेका छौँ र हामी चाहिँ यहाँ आएर चाहिँ टक्क आज पनि फेरि हाम्रो फेरि पनि स्प्राइट र चाउचाउ कुरकुरे पार्टी हुनेवाला आज पनि सिमसारमा। सो अब हामी चाहिँ यहाँ आइपुगेका छौँ होइन। आजको दिनमा चाहिँ टक्क लगाएर यहाँ फेरि घुमिन्छ होइन। यहाँ सिमसारमा के छ कस्तो छ होइन, धेरै भएको छ होइन। मतलब अहिले त धेरै कुरा सुधार पनि भएको छ पहिले भन्दा होइन। धेरै चिजहरू राखेको पनि छ होइन, बनाएको पनि छ। सो आज चाहिँ टक्क हामी यो घुम्छौँ होइन। जे चिज लिएको छौँ त्यो चाहिँ हामी खान्छौँ अनि त्यसपछि अनि एकछिन आरामले बस्छौँ होइन। शीतलमा गर्मी छल्नको लागि हामी कहिले जङ्गलतिर होइन कहिले खोलातिर लाग्दैछौँ होइन। तपाईँले देख्न सक्नुहुन्छ त्यहाँ बोर्ड पनि छ होइन। टक्क लगाएर सिमसार ट्याक्क हामी चाहिँ अब यो तपाईँको चाहिँ भुटा चाहिँ सिमसारमा होइन। तपाईँ चाहिँ कसरी जाने होइन, कहाँ जाने भन्ने कुरा चाहिँ यहाँ बोर्ड छ होइन। तपाईँलाई म देखाउँछु होइन। बोर्डमा चाहिँ छ सबै चिज होइन। यहाँ चाहिँ लेखेको छ होइन। टक्क सबै चिज चाहिँ के छ कहाँ छ जानुपर्ने होइन। यो छ सिमसार होइन। अनि यहाँबाट माथि चाहिँ अम्बास गाउँ होइन। यो सिमसारदेखि यो गए हुँदै चाहिँ अम्बास गाउँ जाँदो रहेछ। त्यसपछि चाहिँ यो चाहिँ गणेश मन्दिर, मतलब यो बाटो छ यहाँदेखि उता चाहिँ गणेश मन्दिर जाँदो रहेछ होइन। भनेपछि बासा खोला जो यहाँनिर चाहिँ खोला छ, यो टाइपको खोला यहाँनिर खोला छ यहाँदेखि होइन। यो चाहिँ खोला रहेछ। सो अर्को देख्न सक्नुहुन्छ भुटा बजार होइन। हामी चाहिँ भुटा बजारदेखि भित्रदेखि आएको हो होइन। सो यो चाहिँ भुटा बजार जाने चाहिँ बाटो चाहिँ हामी देख्न सक्छौँ। उतादेखि आएको चाहिँ भुटा बजार होइन। टक्क लगाएर भुटा बजारदेखि आएर भुटा चाप मतलब भुटा चोक भनेको यतातिर पर्छ क्या। टक्क हामी आएको यो साइड बाटो हो भनेपछि हामी जाँदैछौँ अब यो साइडमा है। यो बाटो हुँदै यहाँ सिमसारमा जाँदैछौँ। हामी नजिक आइपुगेका छौँ होइन। त्यहाँ गएर हामी के गर्छौँ त भन्ने कुरा पनि तपाईँलाई म अगाडि गएर देखाउँछु है त होइन। कलाएर आज हामीले चाहिँ फेरि पनि जङ्गलमा आज मतलब एउटा गर्मी छ, गर्मीको समय एउटा शीतलको लागि चाहिँ एउटा रमाइलोको लागि भनौँ एउटा इन्जोयको लागि चाहिँ हामी आज जङ्गलतिर आएको छौँ। कहिले खोलातिर कहिले जङ्गलतिर यस्तै छ होइन। चाहिँ लाग्नेवाला छौँ। सो अब यहाँ एकछिन रेस्ट गऱ्यौँ। बाइकमा आउँदा हल्का गर्मी जस्तो पनि भयो होइन। त्यसले गर्दा चाहिँ अब फेरि हामी चाहिँ जानुपर्ने हुन्छ होइन। हामी जहाँ भनेर आएको त्यो गन्तव्यसम्म त पुग्नु पऱ्यो नि त होइन। सो त्यही भएर चाहिँ यहाँ एकछिन रेस्ट गऱ्यौँ। अब चाहिँ हामी चाहिँ जान्छौँ। सो उतातिर गएर तपाईँलाई चाहिँ कन्टिन्यू देखाउने छु। मतलब यहाँनिर के हुन्छ कसो हुन्छ होइन, यहाँनिरको दृश्यहरू के छ त भन्ने कुरा चाहिँ होइन। तर यो बाटो चाहिँ पहिला थिएन होइन। अहिले चाहिँ यो बाटोहरू पनि सब कुरा बनाएको रहेछ होइन। टक्क बनाएको अनि यो सबै चिज मतलब डेभलप चाहिँ गरिरहेको छ होइन। जस्तै यहाँ भित्रहरू पनि अहिले पछिल्लो समय हेर्ने भने म चाहिँ आएको छैन, सोसियल मिडियाहरूमा चाहिँ देखेअनुसार चाहिँ राम्रो बनाएको छ भन्ने चाहिँ मैले केही साथीहरूको मार्फतबाट चाहिँ सुनेको थिएँ। सो मैले चाहिँ दाइलाई यस्तो प्लान बनाएर चाहिँ जाम त भनेर चाहिँ आज हामी यतातिर छौँ। भनेपछि यहाँ तार जालीहरू पनि पुरै यो जनजङ्गलमा यो रुख कटानहरू हुन्छ भने चाहिँ तार जाली पनि लगाएको छ क्या। मतलब यो वन क्षेत्र संरक्षणको लागि हो नि त होइन। सिमसार क्षेत्र संरक्षणको लागि यहाँ मतलब यो सिमसार एरिया संरक्षणको लागि भनेर मतलब छुट्टै यता बजेट पनि आएको कारणले गर्दा यो सबै चिज पुरा भएको होइन। सबै कुरा भएको भएर चाहिँ यो बजेटदेखि सबै चिज एउटा पहल गरेर चाहिँ सबै चिज संरक्षण हुँदैछ। सो हेर्दै जानु होला होइन। सो अब हामी चाहिँ लाग्छौँ
हैन। अब जे हुन्छ उतातिर गएर चाहिँ टक्क देखाउनेवाला चाहिँ छु है टक्क। सो हामी आयौँ सिमसारमा हैन, टक्क लाएर अब चाहिँ यही नै हो हैन सिमसार। तपाईँले देख्न सक्नुहुन्छ हैन, चट्ट लाएर दाइ उहाँ हुनुहुन्छ। सो यो व्यवस्थापनहरू चाहिँ गरिरहेको रहेछ हैन, मस्त यो बस्नेदेखि लिएर। पहिला यो केही थिएन कि एउटा पोखरी मतलब हिलो जम्मा हुने त्यो हुन्छ नि पोखरी टाइपको के, त्यो भैँसी आहाल खेल्ने हुन्छ नि त त्यो टाइपको चाहिँ थियो कि यो। तर अहिले चाहिँ धेरै कुरा चाहिँ सुधारेको रहेछ कि हैन। सो देख्न सक्नुहुन्छ हैन, यो पुरा बस्ने घुम्ने हैन, त्यो पिकनिकहरू जस्तो खाने टाइपको त्यो पनि बनाएको रहेछ। यतातिर गेटहरू बनाउँदै रहेछ हैन। सो त्यही नै हो, देख्न सक्नुहुन्छ हैन। सो म पसिना पनि भएको छु, गर्मी पनि छ हैन। हामी चाहिँ अहिले बस्छौँ हैन। अहिले चाहिँ तपाईँलाई चाहिँ यो दृश्यहरू चाहिँ म देखाउँछु भनेर चाहिँ हैन, टक्कै यतातिर छु भनेपछि दाइ हुनुहुन्छ। सो हामी आएको छौँ, घामले डढेर कालो पनि भएको छु। सो अनि हुन्छ नि त टक्क यो हाम्रो चाहिँ यहाँ कुरकुरे सब लिएर आएको छौँ हैन, टक्क लगाएर। ल हेर्नुहोस् चट्ट यही नै हो मेन भनेको। अब एकछिन घुम्छौँ फिर्छौँ हैन, त्यसपछि चाहिँ फेरि अरू चिज पनि म जे युनिक चिजहरू छ त्यो चाहिँ म देखाउनेछु तपाईँलाई हैन, टक्क लाएर सक्नुहुन्छ हैन। तर डेभलप चाहिँ धेरै डेभलप गरेको कि हैन। सो तपाईँलाई चाहिँ एउटा मिठो सिन भनौँ न, यहाँको तपाईँको एरियाको मिठो सिन चाहिँ तपाईँलाई म देखाउँछु। सो यहाँनिर चाहिँ यो रहेको छ हैन, यहाँनिरबाट चाहिँ तपाईँको पानी यहाँबाट जस्तै ओभरफ्लो भएर बढी यो मतलब यहाँ पानी पोलाउँदैन हैन, त्यस्तो पानी पोलाउने उस पनि छैन हैन। देख्न सक्नुहुन्छ हैन, यो पानी पोलाउने हैन, यहाँ सबै बर्खा मासको पानी यतातिर जङ्गलको पानी हो, सबै चिज चाहिँ यहाँ चाहिँ त्यही आएर चाहिँ जम्मा भएर चाहिँ रहने हो हैन। ओभरफ्लो भएको पानीहरू चाहिँ बग्छ हैन। तपाईँलाई चाहिँ यहाँको चाहिँ मिठो सिन चाहिँ म देखाउनुवाला छु। सो लुक देख्न सक्नुहुन्छ यहाँ पुरा बाटोको बिचमा रुख छ हैन, टक्क लाएर रुख बचाऊ अभियान हो कि यो भनेको। तर एउटा रुख त मतलब केही नै हुँदैन थियो हैन। तर यहाँ बाटो चाहिँ पहिला चाहिँ कच्ची थियो हैन, अहिले चाहिँ पक्की भएको छ, त्यही नै हो हैन। तर मैले यो पहिला चाहिँ आउँदाखेरि यहाँ एउटा रेन्जर साइकलमा चाहिँ 3 जनालाई हालेर चाहिँ म चलाएको कि हैन। 3 जनालाई पछाडि साइकलमा राखेर म अगाडि चलाउने, 2 जनालाई चाहिँ सिटमा राखेर हामी त्यस्तरी पनि आएको छौँ। यसो यहाँ माथि गाउँ छ, गाउँबाट हामीले कटर त्यति बेला कटर पनि फलेको थियो हैन। कटर चाहिँ हामीले किनेर चाहिँ लगेर गएको छौँ कि यसो त्यति बेला चाहिँ। भित्र हो कि टक्क लगाएर त्यहाँभित्र चाहिँ सबै पिकनिक खाने ठाउँ छ यहाँभित्र पनि, जस्तै शहीद स्मृति अध्ययन केन्द्र, शहीद पार्कै छ कि यहाँभित्र। मतलब सानो सानो फाइनल्ली चाहिँ हामी टक्क लगाएर चाहिँ गाउँमा आयौँ। यही नै हो गाउँ, सेम पहाड टाइपको छ क्या, यहाँ चट्ट मकै सकै छडेको छन् हैन, चट्ट लगाएर हैन। उहाँ अङ्कल आउँदै हुनुहुन्छ जस्तो
यही गाउँमै बस्ने हुनुहुन्छ होला जहाँसम्म होइन। सालको रुखहरू टक्क लगाएर कुनै खोला यो बाटो त पुरै पिच म आउने बेला पहिला यो सब कच्ची थियो होइन। त्यो भएर चाहिँ पिच गर्नु जो कोही पनि आउन सक्ने चाहिँ भएको रहेछ होइन। यो ठाउँ देखाउँछु मैले जहाँ जहाँ जे देखेको थिएँ म दाइलाई चाहिँ त्यो कुराहरू चाहिँ देखाउनेवाला छु होइन। यहाँ मतलब यहाँ तल केही पनि छैन छन त होइन, त्यस्तो टाइपको केही पनि छैन। तर यहाँ तल छ सबै के त भन्दाखेरि छारा टाइपको छ क्या, डर लाग्ने छारा। त्यही नै हो होइन, डेन्जर छ तर तपाईँले देख्न सक्नु त्यही नै हो होइन। तर डेन्जर छ यहाँ हेर्नुहोस् होइन, डरै लाउने खालको। तर यो हेर्नु न पुरा यहाँबाट सिधै खस्यो भने के हुन्छ क्या तलै पुगिन्छ होइन। त्यो मस्त हेर्नु टक्क लगाएर पुरा पानी त पानी एकदम सफा खायो तर सौलो खायो पानी होइन। त्यही नै हो। सो यो पनि मैले दृश्य पहिला देखेको थिएँ। हामी चाहिँ जान्छौँ, घाम पनि भएको छ एकदम, घाम लागिरहेको छ यहाँ होइन। अब मतलब अलि समतल भागदेखि चाहिँ अलिकति पहाड जस्तो भागमा चाहिँ आइसकेको छौँ हामी होइन। त्यही नै हो। टक्कलाई चस्मा लगाइदिन्छु मैले होइन, यति भएपछि त टक्क भइहाल्यो होइन। सो सालको रुखहरू पनि देख्न सक्नुहुन्छ, ठुल्ठुला सालको रुखहरू पनि छ होइन। सो त्यही नै हो, सालको रुखहरू छ यहाँ। मतलब अलिकति उच्च भागमा आइसक्यौँ तर माथिदेखि घामले पनि हानिरहेको छ, तर हावा पनि सिर्सिर चिसो हावा चाहिँ आएको पनि छ होइन। यहाँ मतलब त्यो टाइपको तातो खालको हावा चाहिँ फालेको छैन कि यहाँनिर। त्यही नै हो। सो आउनु होला, यो ठाउँमा घुम्नु होला, फिर्नु होला होइन। टक्क लगाएर यो ठाउँमा मतलब बस्ती होइन, बस्तीहरू छ अझै पनि होइन। यो ठाउँ छोडेको छैन, सबैजना यहाँ छ। मतलब अहिले त झन् धेरै कुरा विकास भएको रहेछ, तर यो ठाउँ चाहिँ अब छोड्ने त कुरै भएन होइन। बाटोसाटो पिच भएको छ, सबै चिज भएको छ भनेपछि त झन् राम्रो कुरा हो नि त होइन। टक्क लगाएर होइन। सो अब अगाडि गएर मैले एउटा घरबाट कटर किनेको थियौँ त्यो टाइममा हामीले होइन। त्यो घर पनि म देखाउनेछु है, मिलेसम्म त्यो घर पनि देखाउनेछु। सो त्यो घर छ कि छैन होइन, अथवा के छ होइन। टक्क लगाएर है त हामी अब चाहिँ लाग्नेवाला छौँ होइन। यो घरमा चाहिँ कटर किनेको कि हामीले पहिला आउँदाखेरि टक्क। सक्नुहुन्छ तर यहाँ चाहिँ धेरै शीतल हो क्या, तर खोलाको टिर होइन चिसो हावा आएको छ। सो यहाँ देख्न सक्नुहुन्छ होइन, पहाडमा जस्तो चाहिँ तपाईँको अर्ग्यानिक पानी के टक्क लगाएर होइन। यो चाहिँ हो क्या ओरिजिनल पानी। मतलब यो पानी खाएपछि मान्छेको अनुहारहरू भयो, शरीर नै मतलब अर्कै टाइपको हुन्छ कि। तर हाम्रो तल हाम्रो घरतिर खाने त्यो मतलब जमिन मुनिया निकालेको पानी चाहिँ त्यसको मतलब भाइब चाहिँ अर्कै खालको। तर यो पानीको भाइब चाहिँ अर्कै खालको, टेस्टै अलग हो। पानीको टेस्ट त हुन्न तर पनि टेस्ट नभए तापनि तर मतलब भाइब चाहिँ अर्कै त आउँछ जसरी पनि होइन। सो यहाँ हेर्नु यो ढुङ्गामाथि चाहिँ पहिला यो ढुङ्गामाथिबाट पाइप थियो होला होइन, जहाँसम्म त्यहाँ ढुङ्गामाथि त्यो पाइप पिग्लेको कि। तर यो जङ्गलमा आगो पनि लागेको रहेछ होइन। सो लगाइदिएको त अथवा लगायो आफै होइन, लगाएरै हुने हो आगो चाहिँ होइन। सो त्यही भएर पनि यो पाइप चलेको रहेछ। अनि यहाँदेखि र अनि त्यहाँदेखि चाहिँ गाँसेको छ कि पाइप। सो होइन अब अगाडि हामी चाहिँ अब जानुपर्ने हुन्छ यहाँदेखि माथि होइन। सो दायाँमाथि चाहिँ बस्ने ठाउँहरू छ। सो त्यसलाई भने संसारकोट चाहिँ हामी पुग्नेवाला छौँ है। लगाएर होइन तपाईँले टक्क संसारकोटको अलि तल आइपुगेको छौँ होइन। चट्टै यहाँ चाहिँ घरहरू चाहिँ देखिएको छ कि उहाँ पारि पनि घर छ होइन। सो एउटा दुइटा घर रहेछ त्यहाँनिर चाहिँ, अनि अलिअलि चाहिँ उहाँ पारि छ, अनि त्यसपछि चाहिँ यतातिर छ। सो हामी यहाँको छौँ तर धेरै अप्ठ्यारो बाटो चाहिँ पनि अलिकति सोच विचार गरेर बाइक चाहिँ अलिक तगडै लिएर आउनु होला है। तर हावा चाहिँ अलि भाइब्स अर्कै आयो, मतलब चिसो हावा सर र टक्क ठुला गाडीहरू चाहिँ हुँदो रहेछ। हामीले मतलब सुनेको छौँ अब यहाँ माथि एउटा मन्दिर छ अरे, अनि घरहरू पनि छ अरे होइन। त्यही नै हो। अब चाहिँ हामी चाहिँ टक्क लाएर यस्तो टक्क त्यो ठाउँमा चाहिँ आएर बसेको छौँ। सो यहाँ त देख्न सक्नुहुन्छ हामी चाहिँ आएको त्यो गाउँदेखि होइन। टक्क लाएर त्यहाँ तलदेखि चाहिँ त्यो देखिएको बाटोबाट चाहिँ होइन ठाडै आएको होइन। यो देखिएको बाटो छ होइन, यहाँदेखि चाहिँ यो बाटो हुँदै हामी यहाँसम्म आइपुगेका छौँ होइन।
दाइ यतातिर हुनुहुन्छ। दाइको चाहिँ मोबाइलको स्पेस फुल भएको कारणले गर्दा यो उता देखिने चाहिँ हामी सायद यो पारि तपाईँले देख्नुहुन्छ होइन। यहाँनिर चाहिँ तपाईँको यो चाहिँ सबै बरघाट एरिया हो होइन। हाम्रो घरतिर सायद हाम्रो घर यो साइडतिर पर्छ होला जस्तो लागिरहेको छ होइन। कता कुन ठाउँ कतातिर भन्ने कुरा नि अब अल्ल मल्ल टाइपको छ कि त्यो मतलब अब हामी यो भागमा आएको छ होइन। अब यो भागबाट यस्तो हेर्दाखेरि चाहिँ अब मतलब समतल छ अब कतातिर कुन गाउँ कतातिर भन्ने कुरा मलाई लाग्छ। अब यो साइड हामी योबाट आएको होइन। यहाँदेखि आउँदाखेरि चाहिँ यो बाटो गयो होइन। मलाई लाग्छ यो भागमा चाहिँ हाम्रो घर यो भागमा पर्छ। हावा पनि मतलब बेग्लै टाइपको मतलब हावा चिसो क्या त्यो टाइपको चाहिँ आएको छ क्या। त्यस्तो गरम हावा चाहिँ आएको छैन। सो देख्न सक्नुहुन्छ अब अफरोड रोड त झन् यहाँ हेर्नुहोस् पुरा यस्तो गिट्टी ढुङ्गा पुरा यस्तो छ होइन। पुरा ढुङ्गा छ क्या। तर यो बाटोमा बाइक ढक्लाएर ढुक्लु गर्दै पनि आएको छ। सो देख्न सक्नुहुन्छ यहाँ टक्क लाएर यहाँ Even now, you're coming up to me, fire lighting up the sky. Feel the ground shaking underneath, trying to take me alive. Get ready for the fallout. देख्न सक्नुहुन्छ होइन। बाटो यस्तो छ तर पानी आयो भने चाहिँ बाटो कामै नलग्ने हुन्छ क्या। सो हामीसँग म हिँड्दै आएको बाइकमा गाह्रो भयो। तान्न त तानेको थियो बाइकले तर बाटो अप्ठ्यारो छ नि त जानी यस्तो अप्ठ्यारो बाटोमा चढ्ने कुरा भएन नि। सो बर्खाको टाइममा बाटो यस्तै नै हो। नालीहरू काटेको त छ अब त्यो पानी नै गएको होइन कि। यहाँ संसारकोट होइन। यहाँ पनि चट्ट मतलब घर चाहिँ पहाडतिरै जस्तो छ चट्ट लगाएर होइन। सो त्यही नै हो। हामी चाहिँ घर चाहिँ सही हो कि तर सो म यहाँ छु होइन चट्ट लगाएर। सो यता हामी चाहिँ यो बाटो आएको होइन। सो यो बाटो धेरै नै खराब छ होइन। सो त्यस्तो सामान्य हल्का फुल्का बाइक चलाउने मान्छेलाई चाहिँ गाह्रै छ यो देख्न सक्नुहुन्छ होइन। सो गाउँ होइन चट्ट लगाएर देख्न सक्नुहुन्छ होइन। टक्क घरहरू भयो होइन। सो बरघाट चाहिँ त्यहाँ हो होइन। सो त्यहाँ बरघाट अनि यतातिर भयो चाहिँ पिँडालु गाइस पिँडालु। ल यहाँ आएर पिँडालु पनि देखियो होइन। टक्क लगाएर यहाँ चाहिँ पिँडालु रोप्नु भएको रहेछ होइन। वहाँ पारि देख्न सकिन्छ त्यो चाहिँ डाउनेको यता पहाड हो होइन कटिङ जुन चाहिँ यता चाहिँ यो बाटो चाहिँ तपाईँको वहाँ जान्छ डुम्कीबास होइन। होङ्सी सिमेन्टतिर धेरै नै चिसो नि। हामी छ सो हामी यहाँ चाहिँ मन्दिर छ यहाँ जानेवाला छौँ होइन। हामी चाहिँ आइपुग्यौँ चारैतिर मजाको भ्यू होइन बेग्लै के मस्त छ के चारैतिर टक्क होइन। अब चाहिँ सो हामी एकछिन चाहिँ यहाँ बस्छौँ त्यसपछि चाहिँ हामी चाहिँ घरतिर लाग्नु पर्ने हुन्छ। सो हावा चलिरहेको छ होइन। यो हावा चाहिँ तर पानी आउनलाई चलेछ अथवा यहाँको अब मौसम नै यस्तै हो त्यो थाहा छैन होइन। यो पारि चाहिँ यो चाहिँ स्कुल रहेछ होइन। यहाँ चाहिँ सायद 3 क्लाससम्म या 5 क्लाससम्म छ भन्ने चाहिँ मैले सुनेको छु। हामी अब त्यहाँ जाने कुरा भएन होइन। सो भर्खर चाहिँ पढाइ हुँदैछ होइन। सो त्यही नै हो होइन। देख्न सक्नुहुन्छ मन्दिर तर भ्यू चाहिँ असाध्यै भ्यू पोइन्टमा धेरै नै भ्यू पोइन्टमा आएको छ अहिले चाहिँ। सो यो मन्दिर रहेछ भगवती देवी मन्दिर होइन। त्यही नै हो। सो अब हामी चाहिँ पर हल्का फुल्का चिसो यतातिर पनि खाइयो होइन। सो अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ। सो अब चाहिँ पानी आउला जस्तै भएको छ मौसम एकदम चिसो मौसम भइसक्यो होइन। सो अब हामी चाहिँ लाग्दैछौँ होइन। अब यहाँदेखि अब अर्को बाटो जाने भन्ने कुरा छ होइन। अर्को बाटो जान्छौँ मतलब कुन बाटो अघि आएकै बाटो जान्छौँ होइन। अगाडि जाऊँ अगाडि गएपछि नि थाहा लाग्छ होइन। सो अब हामी चाहिँ लाग्दैछौँ टक्क लगाएर होइन। आएम पहिलेकै बाटो आएँ बिबी कतै जाने अवल छ तर ठाउँ चाहिँ यस्तो ठाउँला होइन। त्यो त पहिला झाडी जस्तै थियो जङ्गल टाइपको छ टक्क लगाएर जिबी कटेज र यहाँहरू चाहिँ खाजासाजा खान टक्क लगाएर रहेछ होइन।
चट्ट लगाएर यहाँ आएर चाहिँ बसेको छौँ होइन चट्ट लगाएर जिबी कटेज भन्ने ठाउँमा चाहिँ सो यता देख्न सक्नुहुन्छ खोला हो होइन खोलाको साइडमा टक्क लगाएर बगल हुन होइन सो यहाँ हाम्रा गाड होइन गाड पनि पठाइदिन्छ सो हामीलाई पानी सानी चाहिँ आइसकेको छ होइन सो हामीलाई वाइफाई साइफाईको सब व्यवस्था रहेछ यहाँ होइन पासवर्ड सासवर्ड दिएको छौँ होइन केही अर्डर गर्नु परेन फेरि यहाँ बेल सिस्टम पनि रहेछ क्या यहाँ देख्न सक्नुहुन्छ बेल हेर्नु न सो नास्ता आइसकेको छ अब चाहिँ हामी पानी पनि बाहिर देख्न सक्नुहुन्छ होइन पानी नै परिरहेको छ सो नास्ता पनि आएको छ नास्ता पनि खाएर हामी लाग्नुपर्छ सो फुल चाउमिन फुल मोमो होइन सबको लगाएर होइन यो खानुपर्छ सो अब चाहिँ पानी आएको छ हामीले चाहिँ भिडियो गर्नुपर्ने कन्डिसन चाहिँ अब हुँदैन होला जहाँसम्म हामी छिटोभन्दा छिटो घर पुग्नुपर्ने अवस्था हुन्छ खानाको खाएर होइन सो अब फेरि म डेली भ्लग टाइप्सको त्यो भिडियोहरू चाहिँ ल्याउने छु तपाईँलाई चाहिँ होइन सो अब चाहिँ हामी खाजा खाएर चाहिँ छिटो निस्किनु पर्ने हुन्छ सो पानी आएको छ तपाईँले पनि देख्न सक्नुहुन्छ सो हामी चाहिँ लाग्नुपर्ने हुन्छ है छिटो टक्क लगाएर सात सपोर्ट दिनु पऱ्यो त्यही नै हो हामी पुरा एक्सप्लोर गर्नेवाला छौँ होइन